हेलो एभ्रिवान, सबैजनालाई नमस्ते अनि जय मसी। यहाँ हेर्नुहोस् है, मैले चाहिँ यो के लगेको भन्दाखेरि चाहिँ मेरो र आमाको लागि चाहिँ आज मैले चाना पकाएको थिएँ। अन्त यो भुटेको चानालाई चाहिँ यसरी प्याज खोर्सानी अन्त तिलको अचार है यो छेउको चाहिँ लिएर म आमा भाकामा जाँदैछु। आमाको चाहिँ दाँतले खानुहुन्छ कि हुँदैन, तर पनि आमा छोरी चाहिँ सँगै बसेर खाऊँ भनेर लगेको। अन्त यो चाहिँ हाम्रो खाजा भन्दा पनि भयो। म प्रायः जस्तो बिहान चाहिँ खाजा खाँदिनँ। आज चाहिँ मलाई फेरि यो चाना देखेर चाहिँ यसरी पुरा खानु मन लाग्यो नि त हो। अन्त चाहिँ लगेर गएको। आमालाई पनि, आमाको चाहिँ दाँतले हुन्छ कि हुँदैन, तर गलाउनु चाहिँ पुरा गलाएको छु मैले। दामी हुन्छ नि त्यसरी चाहिँ। मेरो बुढाले चाहिँ खाजा खाएर गयो। अन्त हामी चाहिँ अब यो खाऊँ भनेको है आमा छोरी। के गर्दैछु पनि आमा? ए कालु, ए कालु, आमा हो कस्तो घाम। हजुरको दाँत ठिकै छ? आया ए चाना लिएर आएको। काम बेन्ची यहाँको कटेरमा हालिदिएको छु। आया किन? बेन्ची छैन रहेछ, यहाँ पो हालिदिएछ अल्झायो भनेर। हजुर छ। लु चाना लिएर आएको छु, अब खाऊँ नै बसेर। टमाटर पोलेको त नरहेछ। के भएछ? फातक फिटिक भएछ? अन्त फातक फिटिक भएको त राम्रो त। यति मात्रै भएछ। के कुद्दैछ यहाँ? आया हातै गोल्यो। यो चाहिँ मेरो, मैले चम्ची चाहिँ ल्याइदिने है, तिमीलाई चाहिँ यहीँ हालेर खान्छ। चाना हौ आजको खाजा। म त प्रायः जस्तो खाजै खाँदिनँ बिहान, तर पनि आज चाहिँ फेरि चाना देखेर खानु मन लाग्यो। दामी भएछ, टेस्टी। आफै बनाउँदै आफै दामी भएछ भन्नु पऱ्यो नि।